अब हाम्रो अरबिक खाप्सा चाहिँ रेडी भयो है। यहाँ सर्भिङ हुँदैछ। देख्न चाहिँ दामी देखिन्छ। अब खाँदाखेरि चाहिँ टेस्ट चाहिँ। हेलो अनि नमस्कार साथीहरू, आजको ब्लग छ कुकिङको। आज छुट्टीको दिन म बनाउँदैछु खाप्सा अरबिक डिस र यता चिकन रेडी छ लगभग 2 किलो। त्यसपछि प्याज लसुन अदुवाको पेस्ट पनि रेडी छ र यता भाँडा यतातिर हल्का गरम मसला पनि रेडी भइसकेको छ र यहाँ भाँडा तात्ने क्रम जारी छ। अब म यसमा हाल्छु तेल है त गाइस। ओके साथीहरू, तेल हालेर तेल पनि तातिसक्यो। अब यसमा खडा मसला हालौँ है त। अब यो खडा मसलालाई हालेर एकैछिन हल्का भुट्नुपर्छ। त्यसपछि प्याज राखिहाल्नुपर्छ है त गाइस। त्यसपछि प्याज हालिहालौँ जति त्यो डढ्छ। ल यता चाहिँ प्याज हल्का फ्राई हुँदैछ। अब गोल्डन ब्राउन बनाएर त्यसपछि यसमा लसुन अदुवाको पेस्ट हालौँ है त। हुँदैछ एकछिन। ल अब प्याज रातो भइसकेपछि यसमा लसुन अदुवाको पेस्ट हालेर हल्का चलाइदिउँ। यसलाई पनि हल्का भुटौँ है। यसको टेस्ट चाहिँ एकदम राम्रो आउँछ क्या गाइस। ल लसुन अदुवाको पेस्ट पनि हल्का भुटिरहेको छ, रातो हुँदैछ। अब यसैमा म हाल्दैछु हल्का खुर्सानी, स्वाद अनुसार। तपाईँहरूलाई कति खानु मनपर्छ त्यति राख्नु होला। यसलाई पनि मजाले फ्राई गरिदिनु होला है त। अब यो हल्का फ्राई भइसकेपछि त्यसमा टमाटर हाल्दिउँ। ल अब यसमा बेसारको धुलो, जिरा धनियाँको धुलो, त्यसपछि रेड चिली, त्यसपछि हल्का गरम मसला, सबै मसलाहरूलाई राम्रोसँग पकाएर अब म यसमा चाहिँ चिकन एड गर्दैछु। हामीसँग लगभग 2 किलो चिकन छ। ठुलो ठुलो पिस बनाएर राखेको छ यो खाप्सा बनाउनुलाई है त। यो चिकनहरू म यसमा एड गर्दैछु। अब यो चिकनहरू सबै हालिसकेपछि यसलाई हामीले हल्का फ्राई गर्नुपर्छ। त्यसपछि यसमा हामी झोल हाल्छौँ। ल झोल हालिसकेँ मैले। कस्तो हो यार, यो झोललाई चाहिँ बोइल हुन दिने। ल A few moments later. ल लगभग 30 मिनटसम्म कुक गरेपछि अब यसलाई हल्का निकाल्नु पनि पाकेको छ। निकालेर यता ल गाइस। ल चिकन चाहिँ यता निस्क्यो। अब चामलको पाले है त। यहाँ पानी कम होला जस्तो लागिरहेको। पानी थप्नुपर्छ अहिले। चामल धेरै छ, हामी जनता नि त धेरै छौँ नि। प्योर बासमती राइस है त गाइस, प्योर बासमती। अन्त हाल्दैछु म। हो यार चामल धेरै भएछ, पानी कम। ल चामल पनि हालियो। अब यसलाई चाहिँ ढाकिदिउँ है त। ढाकेर एकदम सानो आगोमा अघि बोइल गरेर निकालेको चिकनलाई अब म हल्का मसला, रेड चिल्ली पेस्ट, हल्का केचप, त्यसपछि हल्का चिकन मसलाहरू सबै मिक्स गरेर अब यो माथि लगाउँछु। र यो माथि लगाइसकेपछि यसलाई चाहिँ हामीले मजाले फ्राई गर्नेछौँ तेलमा है त गाइस। ल
एकछिन अब यसमाथि लगाऊ ल यसलाई फेरि फ्राई हाल्नुपर्छ गाइस यसमा चाहिँ हल्का मसला रेडी भयो अब यता चाहिँ तेल तात्दैछ अब तेल तातिसकेपछि यसलाई हालौँ है त ल गाइस यहाँ राइस भएछ है राइस रेडी भयो यतातिर चाहिँ चिकन रोस्ट यो रोस्ट चाहिँ अलि डढेछ जस्तो छ नत्र नि दामी भएको छ ल यो चाहिँ टिपिकल अरबिक खाना हो यहाँ हल्का ग्रानिसिङ गर्नुपर्ने छ अब एकछिन ढाक अहिले दाजु राइसै खानुपर्छ ल फोटो खिच्ने चिकन रोस्ट यहाँ हाल्ने तिमीले हो कि मैले हो सलाद यहाँ है दाजुले पस्किँदै हुनुहुन्छ दाजु होइन हाल्यो त छेउको तरकारी ल फाइनली अब हाम्रो अरबिक खाप्सा चाहिँ रेडी भयो है यहीँ सर्भिङ हुँदैछ देख्न चाहिँ दामी देखिएछ अब खाँदाखेरि चाहिँ टेस्ट चाहिँ यता दाजुको स्पेसल बनिहालेछ कि फेरि 1.5 रियालको आलुवाला सुक्खा हुन्छ भनेर अलिअलि बनाइदिएको के यो पुरा भनेको नेपाली स्टाइल हो कि होइन अरबिक स्टाइल अरबिक स्टाइल अघि नै खाएर आइयो के आज डबल परेछ क्या दाजु अहिले यही बनाउँछ दाजु कस्तो भयो खाप्सा नम्बर 1 नम्बर 1 पाइँदैन त्यो चाहिँ पोखरी भन्दा दामी पोखरी भएछ एउटा पोखरीको भन्दा यस्तो दामी भयो क्या